हेलो एभ्रिवान। सो आज चाहिँ मैले गुन्द्रुक बनाएको होइन। मैले लन्डन आइसकेपछि चाहिँ फर्स्ट टाइम गुन्द्रुक बनाएको। अनि नेपालमा आउँदा चाहिँ मैले एकदमै धेरै बनाउँथेँ अनि मलाई चाहिँ एकदम धेरै मनपर्छ। नेपालीहरूलाई गुन्द्रुक भनेपछि त अफकोर्स मन त परिहाल्छ होइन। त्यही पनि जाडोमा यति मिठो हुन्छ नि। आज मैले यो रेसिपी ट्राई गर्नुहोस् होइन। यति धेरै मिठो हुन्छ नि। आज मैले यति धेरै खाना खाएँ। अनि मेन भनेको चाहिँ यो रेसिपी ट्राई गर्नु हुँदाखेरि चाहिँ हजुरहरूले जुन झोल बनाउनुहुन्छ त्यो झोल चाहिँ पिठोमा हल्का पानी एड गर्नुहोस् अनि लास्टमा चाहिँ हालिदिनुहोस् होइन। झोल चाहिँ बाक्लो हुने गर्छ र त्यसको टेस्ट पनि मिठो हुने गर्छ। अनि हजुरहरूले गुन्द्रुकलाई जुन पानीमा भिजाउनु भएको हुन्छ त्यो पानी चाहिँ नफाल्नु होला। लास्टमा त्यो पानी चाहिँ एड गर्नु होइन, जसले गर्दा चाहिँ झोलको स्वाद चाहिँ अर्कै टेस्ट आउँछ कि। सो यो रेसिपी ट्राई गर्नुहोस्, त्यसपछि मलाई भन्नुहोस् मिठो हुन्छ कि हुँदैन भनेर। सो हजुरहरूले हेर्न सक्नुहुन्छ कति मिठो कति यम्मी बनेको छ भनेर।